भेट्नलाई हामीले चाहिँ 1 हप्ता भयो आएको होइन, 1 हप्तासम्म पर्खिँदाखेरि पनि भेट्न पाइएन। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ मैले गर्न पाएको। त्यसले गर्दाखेरि म एकछिन केही चिन्ता गरिदिनु 5 मिनट 7 मिनट मैले एउटा ज्ञापन पत्र बुझाउन आएको ल यहाँबाट अब यो तपाईँहरूको गार्ड कमान्डर को छ उहाँसँग कुरा गरौँ न। धरान उपमहानगरपालिकाको खानेपानी आम धराने जनताको खानेपानीको विषय लिएर आएको उहाँले चाहिँ तपाईँको हामीले गर्ने के सर यो भेट्नै नपाउने हो त? भेट्नै नपाउने खालको मन्त्रीलाई होइन नि त। यो चाहिँ नेपाली नागरिकले गणतन्त्रमा चाहिँ उहाँ आउनु भएको चाहिँ यत्रो दिन भइसकेको रहेछ होइन, अब अहिलेसम्म भेट्नै नपाउने। यो लगेर देखाइदिनुहोस् है। अनि यो शास्ति छ। हामीले चाहिँ अब तपाईँको सहरकै विषय लिएर आछौँ होइन, यो कुनै हाम्रो बिजनेस प्रपोजल लिएर आयो होइन, मन्त्रीलाई भेट्ने हो है। त्यसो भएको कारणले हामीले कुनै अब तपाईँको बिजनेस प्रपोजल लिएर आफ्नो व्यक्तिगत विषय लिएर त आएको होइन। त्यसो भएको हुनाले चाहिँ उहाँले हामीलाई 5-10 मिनट मात्रै समय चाहिन्छ, हामीलाई अरू केही चाहिँदैन। हामी उहाँलाई केही अथेन्टिक डकुमेन्ट्स हामीले ल्याएको छौँ, त्यो देखाउन चाहन्छौँ। उठाउनु हुन्न, त्यही त भन्दैछु। पिएले हामीलाई 1 हप्तादेखि झुलाउनु भएको होइन, भोलि आउनु हामीले 1 हप्ता भयो पर्खेको होइन। होटलमा लजमा बसेर पर्खिँदाखेरि हामीलाई के भइरहेको होला? अनि हामीले चाहिँ उहाँलाई अब भेट्नै नहुने भन्ने त होइन होला नि त। कि हामीले के मूल्य चुकाउनु पर्ने, कति घुस खुवाउनु पर्ने कि होइन, के दण्ड सजाय हामीले भोग्नुपर्ने हो, त्यो म तयार छु। ल मन्त्रीलाई भेटे बापत मैले कति महिना जेल बस्नुपर्ने हो त्यो पनि म ल्याइदिन्छु धरानबाट होइन। अनि के सर जनताले आफ्नो समस्या लिएर मन्त्रीले भेट्नै नहुने हो त? हामीले लिँदाखेरि चाहिँ उहाँले भन्नुहुन्छ अब 10 दिन भइसक्यो यहाँ बसेको होइन, कि त उहाँले चाहिँ आकै दिन चाहिँ हामीलाई चाहिँ नै ल अब हामी पाउँदैनौँ है, गर्दैनौँ हामी भनेर भन्नु पर्थ्यो, हामी फर्केर जान्थ्यौँ सडकमा। 1 हप्ता भइसक्यो बसेको, अनि यतिखेर चाहिँ आएर फेरि आले टाले गर्दाखेरि त यो त चित्त बुझेन नि सर। मन्त्रालय फोन रिसिभ भयो, पिएजीसँग हाम्रो कुरा भयो, खानेपानीको जिएमसँग सबैसँग कुरा भइसकेर भोलि भेट्ने भन्दै चाहिँ केस सारिँदै जाँदैछ। र हिजोदेखि चाहिँ उहाँले हिजो बेलुकादेखि मेरो नाम होइन, हामी 9-10जना आफै हडतालमा फेरि गएँ है। हामी 2जना मात्रै बाँकी। उहाँलाई यो एउटा पत्र म हातमा काटिदिन्छु, यो स्थिति छ भनेर त्यति हो मेरो, अरू केही एउटा नागरिकले मन्त्रीलाई भेट्न नपाउने र धराने जनताको अति आवश्यक खानेपानी सम्बन्धी कुराहरू होइन, हाम्रो मन्त्रीलाई पैसा तिर्नु भइरहेको छ। उहाँलाई भेट्दा मैले कति महिना जेल बस्नुपर्ने हो, तयार छु। म दुइटै तयार। अनि 1 हप्तादेखि सहरको विषय लिएर आएको तपाईँ हामीले साथ दिनु भनेको ठुलो अज्ञानता हो। तपाईँ हामी गधे भन्नु हो। अनि यो त अब गणतन्त्र भनिन्छ होइन, अब जनताले जनताले कहिले अझ भएन।